नमस्ते, म अन्जिला तुम्बा सुब्बा, राष्ट्रिय महिला फुटबल टिमको क्याप्टेन र यही वैशाख 5 गतेदेखि 12 गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप सुरु हुँदैछ र हजुरहरू सम्पूर्ण जति पनि दर्शकवृन्दहरू हुनुहुन्छ आइदिएर हाम्रो टिमलाई सपोर्ट गरिदिनु होला। लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता भव्य रूपले सफल रहोस् भन्ने शुभकामना। यो पहिलो पटक हाम्रो बाँकी जिल्लामा महिला लुम्बिनी फुटबल जुन कप भइरहेको छ त्यो धेरै एकदम खुसी लागेको छ मलाई। अन्तर्राष्ट्रिय स्तरको लुम्बिनी महिला कप फुटबल प्रतियोगिता को लागि म धेरै शुभकामना दिन चाहन्छु। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेश र माता बागेश्वरीको पवित्र भूमि नेपालगञ्ज बाँकेबाट शान्तिको सन्देश लिएर महिला फुटबल लुम्बिनी कप शुभारम्भ हुँदैछ। हाम्रो प्रदेशको नाम पनि राखेर यसलाई पनि अलिकता राम्रोसँग अलिकता जुन हिसाबमा यो सोचेर राख्नु भएको हो यसको धेरै हामी शुभकामना दिन चाहन्छु। र लुम्बिनी कप महिला फुटबल हुन लागेको छ त्यो सुन्दा मलाई असाध्यै खुसी लागेको छ। यस क्षेत्रमा पहिलो पटक महिला फुटबल आयोजना हुन गइरहेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो। संस्कृतिको विकासमा एउटा कोसे ढुङ्गो बन्न सक्नेछ भन्ने मैले विश्वास लिएको छु। विशेष गरी महिला फुटबल खेलाडीहरूका लागि एउटा जमघट गराउने यो महत्त्वपूर्ण अवसरका रूपमा पनि हामीले यो प्रतियोगितालाई लिएका छौँ। अब तपाईँहरू पनि आउनु, इन्जोय गर्नु, खेलाडीहरूलाई प्रोत्साहन दिनु र प्लस खेलाडीलाई के भन्न चाहन्छु, जस्ट obey the rules and enjoy. जति हामी खेलकुदका गतिविधिहरू नेपालगञ्जमा गरिराख्छौँ त्यति नै तपाईँको जानी चलायमान हुन्छ र हामी यो विषयमा चाहिँ किनभने हामीले यस्ता किसिमका कार्यक्रमहरू कन्टिन्यू हुनु जरुरी छ। फुटबल खेलले यो म्याचले यो खेल क्षेत्रमा चाहिँ ठुलो योगदान पुर्याउनेछ र महिला प्रतियोगीहरूबाट चाहिँ एउटा राष्ट्रिय खेलाडीको रूपमा चाहिँ उत्पादन गर्नेछ भन्ने कुरा मैले अपेक्षा लिएको छु। महिला फुटबल प्रतियोगिता बाँकी जिल्लाको यस नेपालगञ्जमा हुन गइरहेको छ। यसको म सफलताको शुभकामना दिन चाहन्छु। प्रतियोगितालाई सफल बनाउनको लागि सम्पूर्ण बाँकेवासी उपस्थित भएर तन मन धनले सहयोग गरी यो लुम्बिनी कप महिला फुटबललाई सफल बनाउनको लागि म हार्दिक अनुरोध गर्दछु। दुई देशको परस्पर सम्बन्धलाई पनि यसले मजबुत बनाउनेछ भन्ने मैले विश्वास गर्छु। महिलालाई यस्तो इन्करेज गर्ने एउटा ठुलो अवसर हो। महिला एउटा अवसरको अभाव मात्रै छ, अवसर पाएर महिला जे पनि गर्न सक्छ। इतिहास पनि यसो साक्षी छ र यो भारत नेपाल मात्रै इन्भल्भ छ। भोलिको दिनमा यसैबाट हाम्रा महिला बहिनीहरू पक्कै इन्टरनेसनल लेभलको धेरै कन्ट्रीहरूमा भाग लिनेछन्। लाई एउटा राष्ट्रको र यो प्रदेशकै सान हुने गरी समारोहलाई भव्यताका साथ मनाउनलाई हार्दिक अनुरोध गर्दै यो प्रतियोगिताको भव्य शुभकामना दिन चाहन्छु। म चाहिँ पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यस प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। कामहरू गरिरहनु भएको छ, के पाउनु भएको छ? यहाँले भने जस्तै एउटा विशिष्ट प्रकृतिको यो प्रतियोगिता हुँदैछ। खास गरी महिला फुटबलरहरू जन्माउने र प्रवर्धन गर्ने उद्देश्यले जसरी यो प्रतियोगिता हुँदैछ, यो पवित्र कर्ममा नेपालगञ्ज होमिएको छ। खास गरी बाँकेवासीका लागि यो एउटा गर्वको एउटा क्षण हो। महिलाहरूलाई चाहिँ विशेष गरी आज इम्पावर गर्ने, खेल क्षेत्रमा चाहिँ आज एउटा खालको प्रेरणा चाहिँ जगाउने, एउटा उत्साह पैदा गर्ने खालको चाहिँ एउटा हुन गइराखेको गेम यो अन्तराललाई मैले चाहिँ विशेष चाहिँ धन्यवाद म व्यक्त गर्न चाहन्छु। यो लुम्बिनी महिला फुटबल प्रतियोगितालाई चाहिँ सफल पारिदिनुको लागि सम्पूर्ण म नेपालगञ्जवासीहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। पश्चिम नेपालको मोटु बाँकेको नेपालगञ्जमा हुन गइरहेको अन्तराल संस्थाद्वारा हुन गइरहेको महिला फुटबल प्रतियोगितामा
सम्पूर्ण सहभागी सहित यहाँ अन्तराल मिडियालाई पनि हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरू बाँकेवासीले आएर यसमा हेरिदिन हुन र यहाँ अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्न पनि चाहन्छु। सम्भवतः यो हाम्रो नेपालगञ्जवासीहरूको लागि एउटा ठुलो अवसर पनि हो जस्तो मलाई लाग्दछ र यसको सफलताको शुभकामना म व्यक्त गर्दछु। र लुम्बिनी महिला फुटबल कप प्रतियोगिताको म चाहिँ भव्य सफलको उद्घाटन कार्यक्रम र सञ्चालनको शुभकामना दिन चाहन्छु। अन्तराल र फुटबल सङ्घले आयोजना गर्न लागेको जुन लुम्बिनी कप यो फुटबलको खेल हो, फुटबल प्रतियोगिता हुँदैछ। त्यस कारणले सम्पूर्णलाई विशेष गरेर जति पनि देश अथवा यही बाँके जिल्लामा रहनुभएका अथवा नेपालभरिमा जति पनि रहनुहुन्छ आउन सक्ने सम्पूर्णलाई एकदम हार्दिक निमन्त्रणा व्यक्त गर्न पनि चाहन्छु। प्रतियोगिता हो, त्यो प्रतियोगिताको म सम्पूर्ण हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु। एउटा एकदमै ऐतिहासिक कार्यक्रम यो फुटबल वुमन कप जुन प्रतियोगिता हुन गइरहेको छ त्यसमा म एकदमै खुसी छु, किनभने महिला अधिकारको कुरा गरिरहँदा महिलाको अधिकारलाई सम्मान गरेको जस्तो देखिने। लामो समयपछि महिला फुटबलको एउटा फरक किसिमको एउटा चाहिँ सुरुवात हुँदैछ। त्यसबाट पक्कै पनि बाँके जिल्ला र यो क्षेत्रले महिला फुटबलका उत्कृष्ट खेलाडीहरूको उत्पादन गर्नेछ भनेर हामीले आशा लिएका छौँ। नेपालगञ्ज रङ्गशालामा हुन गइराखेको प्रतियोगिता सञ्चालन भइसके पश्चात यस क्षेत्रका महिला खेलाडीहरूमा यो खेलप्रति अझ बढी उत्साहित हुनेछन्। यो पहिलो पटक यो नेपालगञ्जमा महिला फुटबल गेम हुँदैछ, यसको लागि म हार्दिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र यो प्रतियोगितामा सबै खेलप्रेमी जनसमुदायको भव्य उपस्थितिको म हार्दिक अनुरोध गर्न चाहन्छु। महिला फुटबल बाँके जिल्लाको रङ्गशालामा हुँदैछ जुन यो वैशाख 5 गते। यो खेललाई सबैले आफ्नो ठाउँबाट हौसला दिएर यहाँ महिलाहरूको आत्मबललाई अझ उच्च बनाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। महिला फुटबलको विकासमा विशेष गरी यो पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादन गर्ने सिलसिलामा यो प्रतियोगिता धेरै महत्त्वपूर्ण छ र यो क्षेत्रमा पहिलो पटक महिला फुटबल आयोजना हुन गइरहेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो। लुम्बिनी कप महिला फुटबलको आयोजना हुँदैछ। यसमा भाग लिने महिला खेलाडी दिदीबहिनीहरूलाई हौसला दिनको लागि तपाईँहरू सो समयमा आफ्नो अमूल्य समय दिएर यहाँ आएर उहाँहरूलाई हौसला दिनुहुनेछ भन्ने सफलताको हार्दिक शुभकामना व्यक्त गर्छु। यहाँहरूले यो खेलको माध्यमबाट हाम्रा यहाँ भएका लुकेका प्रतिभाहरूलाई देशभरि छरिएर बसेका खेलाडीहरूलाई हाम्रो यस नेपालगञ्ज नगरमा ल्याएर एउटा भव्य कार्यक्रम यहाँहरू जुन गइरहनु भएको छ र यो प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दछु। यस फुटबल यो प्रतियोगिताको पूर्ण रूपमा सफलताको म आफ्नो व्यक्तिगत तर्फबाट पनि र बाँके महिला फुटबल सङ्घको तर्फबाट पनि हार्दिक शुभकामना व्यक्त गर्दछु। एउटा समाजमा लुकेर बसेको फुटबल प्रतियोगिता प्रतिभाहरूलाई उजागर गर्नेछ र यसले स्थानीय स्तरमा त पहिचान दिलाउँछ नै यो ठाउँको। यसले आगामी दिनमा नेपालकै प्रतिनिधित्व गर्ने पनि मैले विश्वास लिएको छु। र लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना हुन गइरहेको छ। यस खेलको आयोजक अन्तराल र सहकर्मी नेपाल फुटबल सङ्घलाई म मुरी धन्यवाद पनि दिन चाहन्छु र महिला दिदीबहिनीहरूलाई प्रोत्साहन दिन हुन र चाहिने महिला दिदीबहिनीहरूलाई प्रोत्साहन दिन हुन यस नेपालगञ्ज नगरीमा उपस्थित भएर उहाँहरूलाई हौसला प्रदान गर्नु हुन म सम्पूर्ण साथीहरूलाई म आह्वान पनि गर्न चाहन्छु। लुम्बिनी कप आयोजनाले महिलाहरूको मात्रै होइन यो क्षेत्रको खेल गतिविधिलाई एउटा प्रोत्साहन त दिन्छ नै, एउटा उत्सवमय नेपालगञ्ज खेलाडीको सहर नेपालगञ्जलाई थप ऊर्जा दिन यो प्रतियोगिताले पक्कै पनि भूमिका खेल्छ नै। के सफल होस् र यो मेसेज हाम्रो यो क्षेत्रलाई पनि र पुरा नेपाललाई पनि यो महिला फुटबल जुन लुम्बिनी प्रदेशको हुन गइरहेको छ यसले प्रोत्साहित गर्छ।
राज्यतर्फबाट गर्नुपर्ने यो कार्यक्रम एउटा चाहिँ निजी क्षेत्रबाट आयोजना भएको छ। यो धेरै सुखद क्षण हो। हामी सबै लागेर यो चाहिँ लाई सफल पार्नका लागि नेपालगञ्जमा हुने भएको हुनाले खास गरी बाँकेवासी, नेपालगञ्ज नगरवासीहरू यसमा दत्तचित्त भएर यसलाई सफलतामा पुर्याउनु पर्छ। भव्य रूपले सफल होस् भन्ने कामना गर्न चाहन्छु। लुम्बिनी कप महिला फुटबल देशमै यो पहिलोचोटि हुन लागेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय टिम सहभागी हुने भएको कारणले भव्य रूपले सफल पार्नलाई म यसलाई सफल पार्नलाई आह्वान गर्दछु। र नेपालगञ्जमा हुन गइरहेको लुम्बिनी कप महिला फुटबललाई सफलताको शुभकामना। बाँकेको नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सम्पूर्ण सहभागी टिम, आयोजक संस्थालाई, नेपालगञ्जवासी र खेलप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना दिन चाहन्छु। लुम्बिनी महिला फुटबल च्याम्पियनसिप हुन गइरहेको छ। सम्पूर्ण खेलाडी वर्ग र अर्गनाइज टिम र सम्पूर्ण जुन सपोर्टर टिमलाई विश यु अल द बेस्ट भन्न चाहन्छु। र यो ग्रेट अपर्च्युनिटी हो, भव्य सभ्यको साथ सम्पन्न गर्नुहोस्। लुम्बिनी कप इन्टरनेसनल वुमेन फुटबल च्याम्पियनसिप यही नेपालगञ्जमा भव्यताका साथ पहिलोपटक हुँदैछ। सम्पूर्ण नेपालगञ्जवासीहरूलाई त्यो समयमा फुटबल हेरिदिनुको लागि हार्दिक